अहिले चाहिँ हामी यमुनाजीको किनारमा छौँ। यमुनाजीको स्नान गर्नलाई भनेर यहाँ आएका छौँ। हाम्रो टिम ठुलो छ, 29 जनाको टिम छ। श्राद्ध गर्दै हुन्छ, केटाकेटीहरू खेलिरहेछन्, सबै मान्छे आफ्नो काममा व्यस्त हुनुहुन्छ। आज नुहाइसक्यो यहाँनिर यो पवित्र यमुनाजीमा नुहाइसकेपछि। तर यहाँको यो वातावरण हेर्दा एकदमै फोहोर प्लास्टिक यो त्यो सबै फोहोरहरू सबै आलिङ्ग जस्तो लाग्यो। यसलाई अलिकति केही न केही व्यवस्थापन गर्न सकिन्थ्यो भन्ने मेरो चाहिँ विश्वास हो। यहाँ चाहिँ स्नान गरेर हाम्रो हजुरबाहरू चाहिँ श्राद्ध गर्ने भनेर त्यहाँ श्राद्ध गर्दै हुनुहुन्छ। म चाहिँ अहिले यता यो यमुनाजीको किनारको वरपट्टि यसरी घुम्दै आएको छु। यमुनाजीको जति गरिमा छ, जति शास्त्रहरूमा बताइएको छ, तर त्यो अनुसारको सरसफाइ छैन। सायद यो धेरै जनसङ्ख्या नै होला यसको मूल कारक। त्यो भएर त्यसो भएको कारणले गर्दाखेरि जताततै फोहोरै फोहोर, नुहाउने ठाउँ पनि व्यवस्थित छैन। एकदमै फोहोर चाहिँ यति धेरै फोहोर कि गुणगान गरेर त्यो भनेर साध्य नै छैन। जति पनि यमुनाजीको गुणगान सुनिन्छ, यमुनाजीको शास्त्रमा बयान गरिएको हुन्छ, तर त्यो अनुसार यमुनाजीलाई सरसफाइ राख्नको लागि भारत सरकारले कुनै पनि त्यस्तो ठुलो परियोजना सञ्चालन गरे जस्तो चाहिँ मलाई चाहिँ लागेन। किनभनेदेखि भारतको अर्थतन्त्रको हिसाबले